हर्क सम्पाङले रासोपालाई टिकट बेचेको भनेर आरोप लगाउनु भएको छ। उहाँले यति फेसबुक स्ट्याटस लेख्नु भएको छ कि म विशेष त छु, नेपाली शब्दकोशमा भएको सबै शब्द प्रयोग गरेर गाली गरिसक्नु भएको छ र गणतान्त्रिक नेपालको 14औं चुनावमा हामी छौँ जहाँ चाहिँ आर्थिक क्रान्तिको कुरा गरिरहेछौँ र यो समयमा आएर टिकट नबेच्ने को होला? चाहे त्यो आइस श्रेष्ठ होस् मुजिबादको लागि, चाहे अपूर्व छिती सिंह होस् ढ्यान्ड्यानको लागि, चाहे रजनीश अर्याल होस् टिनेजर्सको लागि, सबले नै बेचिरहेको छ। त्यस्तै भोलि 6 बजे ह्याप्पी क्लबमा म र कोशिश दाईले चाहिँ बडे मियाँ छोटे मियाँ इन्टरेक्टिभ स्ट्यान्डअप कमेडी सो गर्दैछौँ। त्यसको टिकट चाहिँ ह्याप्पी क्लबमा एभाइलेबल छ। तर हाम्रोमा सिट्स चाहिँ एकदमै लिमिटेड छ, प्रत्यक्षमा जस्तो धेरै छैन, जस्ट 40 सिट्स मात्रै हो। तर हाम्रो सिलेक्सन प्रोसेस चाहिँ समानुपातिक, जो पनि आउन मिल्छ र मासु नभए पनि टिकटमा चाहिँ बियर चाहिँ छ है। सो प्लिज जोइन अस, इट विल बी फन है त। अनि यो चाहिँ 340 आजको रेट।